नेपाल गोदे सिन्कोलाई नेपाल गोदे भाई मजा आया मुझे खतरा गर्छ दे नेपाल गोदे सिन्कोलाई नेपाल गोदे Okay. You should post on Instagram. YouTube. Hi. हेलो हामी चाहिँ यहाँ कोक खाइरहेछौँ होइन कोक खाइरहेछौँ भोक खाइरहेछौँ होइन जापानमा खाने भनेकै यही हो मिनरल वाटर त महँगो पर्छ 200 भन्दा माथि आम्मामा काम पाएन आँखा डक्स यसै सुत्ने हो होइन दिनभरि डुल्ने हो घरबाट ल्याएको पैसा सकाउने हो यहाँ छुट्ने हो बालै छैन हामीले किनेको होइन हामीले पार्कमा पाएको होइन हामी यो बल टिप्दैनौँ यता पार्कमा थियो होइन बल खेल्न अब हामीले टक्क खेलेर टिसर्ट टक्क होइन फुटबलै खेल्ने भनेर आएको यहाँ चाहिँ फेरि टोयलेट छ मलाई एकछिन पिसाब लागिरहेको छ म एकछिनमा गर्छु होइन यो चाहिँ ट्याक्कै भन्नुपर्दा होइन अब चाहिँ यहाँ ग्राउन्डमा यहाँ चाहिँ रेल स्टेसन छ यहाँ चाहिँ रेल स्टेसन होइन रेलवे चाहिँ छ होइन सरी यहाँ चाहिँ यो साथीले यहाँ फुटबल अझ हानिरहेको छ होइन यो मान्छे बहुत बोधो रहेछ के अनि यहाँ हानिरहेको छ हान विशेष गरी भन्न खोजेको यो बल नै खेल्ने भनेर आएको थियो होइन फाइनल्ली बल पनि खेलियो अब हामी घर जान्छु होइन घर गएर टक्क मस्तले अब सुत्ने हो र भोलि फेरि खेल्न आउँछौँ हामी कपडाहरू यहाँ राखेको छ जुत्ताहरू सबै यहाँ राखेको छ अब हामी लगाउँछौँ है एकछिन हामी अब कोक खाँदैछौँ होइन यो कोक भन्दा नि खासमा जापानमा सस्तो पर्ने भनेको रक्सी पर्छ होइन साथी होइन कि पर्दैन टक्कबारी कोक खाइदिउँ सस्तो पायो भने जे पनि नकिन्नु अस्ति हामीले सस्तो पायो भनेर के खायो साथी बियर खाएछ 2 गुटी लगाएको 2 दिनसम्म टाउरो हेर सुतेर आएको यता जापानिजहरू मस्त तरिकाले फिजिकल गरिरहेछ हामी भने खाइरहेछ होइन त्यही पनि चिसो जापानको हावा एकदम चिसो भए तापनि पनि हामी चिसोमै छौँ भनौँ न जोस् जके लाइया छ चिसो फ्रिजको कोक खाइया छ खाडीमा आइया छ खाडी त भन्छ साथी यसलाई के जापान भने नि होइन खाडी नै पर्छ क्या यदि दुबईतिरहरू खाडी भन्छन् यसलाई पनि खाडी नै भन्छ एसिया कन्ट्रीहरू सब खाडी होइन तर एसियाका सब उत्कृष्ट लिस्टमा अथवा सबभन्दा माथिको लिस्टमा भएको भनेको जापान कोरिया तर नेपालीहरूको लागि एकदम चोरिया आएको 1-2 हप्ता हुन लागिसक्यो यहाँको थाहा पाएको भनेको साथी के थाहा पायो है हामीले सब थाहा पायो होइन साथीभाइ थाहा पाइयो यहाँ आउने मान्छे सेनपाई जाठाहरू थाहा पाइयो अनि आफन्त थाहा पाइयो आफन्तको औकात देखियो होइन औकातहरू देखियो होइन म छु अरूमा मान्छेहरूको औकात देखियो होला तर त्यही हो जापान आएपछि मेरो बारे कसैले केही गर्नै पर्दैन होइन म आफै सक्छु के मान्छेले यार त्यो चन्द्रमामा के अरे सुरुमा रकेट होइन पठाउँदाखेरि के त्यो अरूले पहिले त्यो जाने मान्छे सिकाएको हो र उसले रिसर्च गरेर पछि धेरै वैज्ञानिकहरू जम्मा गरेर बनाएर रिसर्च गरेर चन्द्रमा पो अहिले गएको हो त होइन अहिले होइन गएको हो आफैले केही गर्दाखेरि दुःख पाइन्छ तर सब काम हल हुन्छ समस्या गल पुरै पल्टाउँछ कि के गर्छ त्यो बुढोले पल्टाउँछ यो स्केट दामी खेल्छ यिनीहरूले के अर्कै भन्दो रहेछ स्केट भन्दो रहेछ बुढोले अनि गरेको छ मादरी खाने यस्तो रिस उडाइसकेको छ यस्तो रिस उडाइसकेको ल यता आउनु पर्यो
दामी दाइजेबु ओइ सुजन मुजीले खतरा गर्छ दे आई गुड